प्रस्तुति राखिदिनु हुन प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाज्यू आजका विशिष्ट अतिथि मैले दुई चारवटा कुराहरूमा चाहिँ छलफल गरौँ न भनेर भन्न चाहेको। एउटा कुरा के होला भनेदेखि त्यहाँको स्थानीय तहको निर्वाचन भइसकेपछि त्यहाँको शिक्षाविद भनेका हामी शिक्षकहरू नै हो। त्यसो भएपछि हामीले के गर्न सक्छौँ भन्ने चाहिँ चिन्तन गर्नुपर्ने। त्यो केमा भन्दाखेरि पहिलो कुरो चाहिँ अघि हाम्रो डाक्टर हरि लम्सालले भन्नुभएको जस्तो नक्साङ्कनको निम्ति हाम्रो तरिका के हुन्छ, एउटा त्यो किसिमको कुरो चाहिँ सोचौँ कसरी गर्न सक्नुला हामीले। दोस्रो मैले यहाँसँग के कुरा गर्नुपर्ने भने नक्साङ्कनले त कहाँ रहेछ भन्ने थाहा हुँदो रहेछ। जोनिङ गर्नुपर्ने अवस्था हुन्छ। जोनिङले के कुराकानी भन्दो रहेछ भनेदेखि यो क्षेत्रको केटाकेटी अब यो स्कुलमा जान्छन् है, यो कलेजमा जान्छन् है भन्नुपर्ने अवस्था आयो। त्यो दुइटैले अर्को काम आयो। कुन स्कुल कहाँनिर राख्ने भन्ने किसिमको कुरो पनि टुङ्गो गर्नुपर्ने हो। अघि हरिसरले उदाहरण दिनुभएको जस्तो प्राइभेटलाई पनि मर्ज गर्ने, पब्लिकलाई पनि मर्ज गर्ने, कहाँनिर प्राइभेट बस्ने, कहाँनिर पब्लिक बस्ने, कहाँनिर बस्ने भन्ने किसिमको चिन्तन चाहिँ अब हामीले गर्नुपर्ने हो। त्यसो भएपछि कसले गर्छ भन्ने होइन कि हामीले कसरी गर्ने भन्ने किसिमको कुरो चाहिँ हामीसँग सोच्नुपर्ने। तेस्रो कुरो हामीले सोच्नुपर्ने केनेरि हुँदो रहेछ भनेदेखि अब क्वालिटीको निम्ति जिम्मेवार को हुने भन्दाखेरि हामी नै जिम्मेवार हुनुपर्ने अवस्था आयो। यति बेरसम्म क्वालिटीको निम्ति प्राइभेट स्कुलहरूले, प्राइभेट कलेजहरूले आफूलाई जिम्मेवार ठान्नु हो र बनाउनु। उहाँहरूले गरेको तरिका के थियो भने मेरो स्कुलमा पढ्न आउनुहोस्, मेरो कलेजमा पढ्न आउनुहोस्, म तपाईँलाई इन्टरनेसनल स्तरको विद्यार्थी दिन्छु भन्ने उहाँहरूले क्लेम गर्नुभयो। सरकारी स्कुलमा नि केही साथीहरूले गर्नुभयो। त्यसो भनेपछि अब त्यसो भए हाम्रो गाउँपालिका अथवा नगरपालिकामा यो क्लेम गर्ने डिजाइन के हो, त्यो डिजाइनको बारेमा अब हामीले सोच्नुपर्ने। अघि हाम्रो डाक्टर हरि लम्सालले भन्नुभएको जस्तो एउटा मानक बनाउने किसिमको डिजाइन हो भनेदेखि एउटा मानकमा सोच्नुपर्ने हो। शिक्षक विद्यार्थी अनुपातको मानक यो हुन्छ है। क्वालिटी चाहिँ यतिसम्म हाम्रो यहाँबाट पास गरेको मान्छेमा यति क्वालिटी हुन्छ है भन्ने किसिमको संवाद चाहिँ हामीले गर्नुपर्ने अवस्था आयो। त्यसो भनेपछि मैले चाहिँ यहाँसँग के अनुरोध गरेँ भने अब हाम्रो भूमिका त्यतातिर जान सक्ने भने त्यस्तै अर्को हाम्रो निम्ति चाहिँ चुनौती पनि हो र अप्ठ्यारो पनि हो र सुरु गर्नुपर्ने जस्तो अघि नै अध्यक्षज्यूले भन्दाखेरि भन्नुभयो, यहाँले याद गर्नु होला, पढेको मान्छेलाई सिप पनि राख्नुपर्ने किसिमको अवस्था हो भने त्यो सिप दिने डिजाइन अब हामीले सोच्नुपर्ने हो। अहिले डाक्टर लम्सालले भन्नुभएको जस्तो हाम्रो अहिलेको तागत भनेको 40,000 हो। सिटियुटीको तागत प्रति वर्षको इन्टेक हामीले लिनुपर्ने मान्छेहरू 15 लाख करिबन हुँदो रहेछ। भनेपछि 15 लाख करिबन हाम्रो मान्छेहरू 9 देखि लिएर 12 क्लाससम्म 13 क्लाससम्मको केटाकेटीहरू यदि हुन्छ भने र त्योदेखि माथिको पनि छ होला, त्यो मान्छेहरूलाई सिप दिनलाई हाम्रो डिजाइन के हुनसक्छ। माने यही ट्रेडिसनल मोडेलबाट सिपको निम्ति टेक्निकल ट्रेनिङको डिजाइन सोच्ने हो कि अथवा हामी नन ट्रेडिसनल मोडबाट हाम्रो मोबाइलबाट होस् कि टेलिभिजनबाट होस् कि भिजुअलबाट होस् कि जस्तो सरकारले भर्खरै मात्रै यहाँले याद गर्नुभयो होला, अस्तिको नीति तथा कार्यक्रममा टेलिभिजनको च्यानल यो एउटा एनटिसीको थ्रु चाहिँ एजुकेसनको च्यानल बस्छ, च्यानल चाहिँ चल्छ भन्ने चाहिँ नीति तथा कार्यक्रममा आछ। त्यही किसिमको ढङ्गबाट एउटा चाहिँ भोकेसनलको च्यानल हुन्छ, भोकेसनल स्किलको च्यानल, त्यो पनि इन्टरेक्टिभ टेलिभिजनबाट त्यो किसिमको डिजाइनको सोच्ने हो कि वा मोबाइल ट्रेनिङको निम्ति ट्रेनिङको डिजाइनको कुरोकानी सोच्नेको हो कि त्यो मोबाइल भ्यानहरू राखेर त्यो भ्यानले ट्रेनिङ गर्दै गर्दै जाने किसिमको डिजाइनको सोच्ने हो कि अथवा ट्रेडिसनल डिजाइनर जुन छ त्यो डिजाइनको कुरोकानीको गर्ने हो कि अथवा स्काइपबाट ट्रेनिङ गर्ने किसिमको डिजाइनको मोडेलहरूको सोच्ने हो कि त। किनभने सिप उनलाई जरुरी हो, हामीले कसरी सजेस्ट गर्ने हो त्यो लोकल गभर्नेन्सलाई, त्यो किसिमको कुराकानीमा हामीले चाहिँ जानुपर्ने परिस्थिति अब हामीलाई। त्यसपछि अर्को कुरो चाहिँ के रहेछ भन्दाखेरि हाम्रो पढाइलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुको निम्ति हामीले गर्ने के हो, व्यवहार पनि थाहा पाउनुपर्छ, नलेज पनि बनाउनुपर्छ र त्यसपछि काम पनि गर्नुपर्छ भन्ने चाहिँ अहिलेको निम्ति जरुरी हो। त्यसो भनेपछि अब हाम्रो केटाकेटीहरूले प्राइभेटमा पढोस्, पब्लिकमा पढोस्, सिस्टमसँग टाँसिनु पर्ने हुँदो रहेछ। जस्तो उदाहरणको लागि चाहिँ पानी पर्छ भन्ने केटाकेटीलाई थाहा छ, किन पर्छ भन्यो भनेदेखि उनले दिने जवाफ चाहिँ गजब गजब हुन्छ।
प्राइभेटमा पढ्यो भनेर भनेदेखि वास्तविकतामा के जति भनेर भन्ला होला, पब्लिकमा पढ्यो भनेर भन्दै देउताले दिने भने होला। अब देउताले दिने भनेर वास्तविकताबाट हुने भने एउटै हो कि भिन्नै हो? अब त्यो भिन्नै हो भने कहाँनिर भिन्नै हो? एउटै हो भने शब्द मात्रै भिन्न हो कि कन्टेन्टमा भिन्न हो कि के किसिमको कुराकानी हो भनेर भन्ने चाहिँ अबको हाम्रो पेरेन्टले थाहा हुन्छ। त्यसको भन्नुको भने टिचरमा प्रोफेसनलिजम डेभलप गर्नुपर्छ। त्यो प्रोफेसनल डेभलपमेन्टको निम्ति केन्द्रले काम गर्ने हो कि हाम्रो लोकल गभर्नेन्सले काम गर्ने हो? त्यो कुराकानी हामीले टुङ्गो गर्नुपर्ने हो। अब अहिलेको ढङ्गबाट हेर्दाखेरि लोकल गभर्नेन्सले नै त्यो काम गर्नुपर्छ भनेर पनि चाहिँ स्पष्ट लाग्छ। त्यसपछि अब त्यसमा हामी के गर्न सक्छौँ त्यो बारेमा मलाई लाग्छ चिन्तन हामीले गर्नुपर्छ। अर्को हामीले गर्नुपर्ने कुराकानी के होला भनेदेखि यसरी आइसकेपछि ती विद्यार्थीहरूलाई अभिभावकको चाहनासँग लगेर जोड्नुपर्ने पनि परिस्थिति होला। त्यसले अभिभावकको चाहना एउटा ढङ्गमा हुने, विद्यार्थीको क्षमता अर्को ढङ्गमा हुने, स्टेटको आवश्यकता अर्को ढङ्गमा हुने, यो तिनटालाई मर्ज गर्नलाई हाम्रो डिजाइन के हुनसक्छ मलाई लाग्छ त्यो पनि हामीले अलिकति सोच्नुपर्ने परिस्थिति नै हुन्छ होला। त्यसरी सोच्न सक्यौँ भनेदेखि हामीले मलाई लाग्छ लोकल गभर्नेन्ससँग मिलाउन सक्ने कुराकानी भयो। कहिले काहीँ फेरि एउटा अप्ठ्यारो पनि हुँदो रहेछ। अझै के अरे हिजो बिहान मात्रै दिउँसो होला, हिजो दिउँसो मात्रै केही यो निर्वाचित मान्छेहरूको जमात मका घरमा आइदिनु यो गाउँपालिकाको मान्छे उहाँहरूले चाहिँ भन्दै जानुभयो। मैले उहाँहरूलाई जिस्काएँ पनि तपाईँले जित्या भने 1 तिहाई त हो कि 2 तिहाई त हार्ने नै छैन। किनभने जित्ने भनेर भनेको त धेरैवटा पार्टी उठिसकेपछि जित्ने भनेर थोरै नम्बरले जित्ने रहेछ होइन। बहुमत हार्नेको हुँदो रहेछ, अल्पमत जित्नेको हुँदो रहेछ, फुर्ती फेरि त्यही जित्नेको हुँदो रहेछ। त्यो गजबको ढङ्गको हाम्रो। यदि त्यसो हो भने अब हामीले त के गर्नु पर्यो भने जित्ने र हार्नेलाई एक ठाउँमा बसाएर अघि तपाईँहरू कहाँ भएको जुन दस्तावेज छ नि विभिन्न राजनीतिक दलको घोषणापत्रमा के छ भने त्यो संवाद गरेर त्यो संवादको निचोड निकालेर अब यी विचारहरूलाई कसरी कार्यान्वयन गर्ने भन्ने किसिमको चिन्तनमा नै अब हामी जानुपर्ने अवस्था हुन्छ। भनेपछि हाम्रो रोल चाहिँ त्यतातिर जान सक्ने सम्भावना मलाई लाग्छ। त्यसरी गर्न सक्यौँ भने हामीले साँच्चै एउटा बाटोमा जान्छौँ र हाम्रै प्रगति कसरी फेरि त्यो एउटा अर्को पक्ष हो। त्यसको निम्ति केही नीतिगत कुराहरू हामीले उठाउनु पर्ने अवस्था होला। पब्लिक स्कुलमा पढाइरहेको प्राइभेट स्कुलमा पढाइरहेछौँ, पब्लिक स्कुलमा आयो भनेदेखि त्यसलाई चाहिँ सिस्टमले जोडिदिन्छ कि जोडिदिँदैन? पब्लिक स्कुलमा पढाइरहेछौँ, प्राइभेटमा म जान चाहन्छु मेरो घर पाएको पर्छ भनेर भन्यो भनेदेखि पब्लिक सिस्टमले त्यसलाई सम्मान दिन्छ कि दिँदैन? क्याम्पसमा पढाइराखेका छौँ, त्यो प्राइभेट क्याम्पसमा पढाइरहेछौँ, उपप्राध्यापक प्राध्यापक सहप्राध्यापक भनेर चाहिँ भनिरहेछौँ भनेको यो भनेको मान्छे र टियु अथवा चाहिँ केयु अथवा चाहिँ टियु जुन सिस्टम हो त्यो सिस्टमसँग लिङ्क गर्न सकिन्छ कि सकिँदैन? भनेपछि प्रोफेसनली हाम्रो मोबिलिटीको डिजाइन हुनसक्छ कि सक्दैन? जस्तो न्युजिल्यान्डको तरिकालाई एकचोटि विचार गर्नुभयो भने गर्न सक्ने किसिमको प्रोभिजनहरू टन्नै राखेको छ। त्यो किसिमको डिजाइनमा अब हामीले सोचेर त्यसो गरेर एउटा बाटो हामीले भन्नुपर्ने अवस्था चाहिँ आयो। मलाई चाहिँ यसरी गर्न सक्यौँ भनेदेखि हामीले चाहिँ एउटा निश्चित बाटो पक्रिन्छौँ भन्ने मैले यहाँलाई विश्वास गर्छु। यहाँ मलाई 4-5 जना मान्छेहरूसँग चाहिँ उहाँका कुरा सुनौँ अनि त्यस मात्रै संवाद गर्नु के भनेर उसको अधिकार कति भन्ने दिन्छ भने स्थानीय स्वायत्त शासन ऐन के अरे स्थानीय सरकारलाई बलियो बनाउनको निम्ति भन्दा चाहिँ दिएको छ। त्यो वस्तुलाई हेर्न सकिन्छ। त्यो चाहिँ नि अहिले लेटेस्ट हरिजीले ल्याउनु भएको हरिजीसँग डाक्टर हरि लम्सालसँग पनि छ मसौदा। मैले चाहिँ हरि काफ्लेजीलाई पठाएको छु। मलाई लाग्छ शिक्षक साथीहरूलाई एकचोटि पठाइदिनु भयो भने त्यसको अधिकारको क्षेत्र थाहा हुने रहेछ। मैले त्यति मात्रै जवाब लाएँ। त्यसमा विद्यार्थी नभएको ठाउँमा कसो गर्ने भनेर भन्दाखेरि अहिले डाक्टर हरि लम्सालले यहाँलाई एकदमै राम्रो कुरोहरू भन्नुभएको छ। म वकालत गर्दै पनि गएको। कुनै स्कुलमा यदि विद्यार्थी छैन सरकारी स्कुलमा भनेदेखि त्यो स्कुललाई अब मर्ज गर्ने के तरिका भन्दा कुनै स्कुल चाहिँ नि म्युजियम बनाउने डिजाइनमा जानुपर्ने रहेछ, कुनै स्कुल लाइब्रेरी बनाउने डिजाइनमा जानुपर्ने रहेछ, कुनै स्कुललाई चाहिँ बिस्तारै गएर डिस्कसनको थलो बनाउने किसिमको डिजाइनमा जानुपर्ने रहेछ, कुनै स्कुललाई कुनै एउटा केही इनोभेटिभ आइडियाको सेयर गर्ने थलो हुन सक्ला, महावीर पुनको आइडिया जस्तो भनौँ न। त्यस्तो किसिमको ढङ्गबाट बनाउने किसिमको डिजाइनमा गयौँ भने हामीसँग सम्भावना निक्लिन्छ। त्यसपछि अर्को ल्याउनु भएको छ हिस्टामको साथीको जुन समस्या ल्याउनु भएको छ दीपक सरले जुन भन्नुभएको छ त्यसमा के गर्ने भन्ने शिक्षा मन्त्रालयमा छलफल भइरहेछ। अब त हिस्टाम नभएर त 12 क्लास भयो,
त्यसो भन्दैछ त्यो 12 क्लास भइसकेपछि त्यसलाई जोड्ने कसरी भनेर मलाई लाग्छ डाक्टर लम्सालले बढी भन्नुहुन्छ, मैले उहाँलाई त्यति मात्रै भनेको छु। विदेशी लगानीको कुराकानी ल्याउनु भएको छ। वास्तवमा विदेशी लगानी 10% नै 90% हल्लिरहेको त्यो हाम्रो यथार्थ हो। त्यो नहल्लिनलाई के गर्ने भनेर भन्दाखेरि केन्द्रीय सरकारले मात्रै विदेशीको पैसा दिने, प्रान्तीय र स्थानीयले दिन नपाउने होइन त। त्यसो भन्दाखेरि सहमतिजन्य, त्यो पनि हरिसरले पर्ता भन्नु होला के हो भनेर भन्ने। त्यसो हुँदाखेरि विदेशीको सिधा तल्लो तहमा गएर चाहिँ पेनिट्रेसन हुन सक्ने सम्भावना कम छ। हिजो अस्ति मात्रै पनि तपाईँहरूले हेर्नुभयो भने यो आइएनजीहरूको पेनिट्रेसनलाई पनि सरकारले चाहिँ दुईटा बुद्धि ल्याउन खोजेको छ। एउटा चाहिँ उनीहरूले काम गर्नु पर्दाखेरि केन्द्रसँगको सहमति र अर्को चाहिँ एउटा डेभलपमेन्ट फन्ड बनाएको छ, त्यो फन्ड मार्फत पैसा चाहिँ त्यहाँ बस्ने भन्ने किसिमको आइडिया आइरहेको छ। त्यसैले अलिकति च्यानलाइज हुँदै गएको छ भनेर मात्रै मैले यहाँलाई अर्को कुरा भने। रमेश सरले भन्नुभएको त्यो ठप्पावाला मान्छेसँग चाहिँ अब ठप्पावाला मान्छे नियन्त्रक हो कि संयोजक हो, त्यो मियो हो कि त्यही हुनुपर्ने हो भनेर भन्ने चाहिँ दुईटा किसिमको हिसाबबाट हामी सोध्नुपर्छ। मैले चाहिँ कसरी आशा गरिरहेको भने अब हामी शिक्षक साथीहरूले उहाँहरूलाई के भन्नु भने तपाईँ ठप्पावाला भए पनि जे भए पनि तपाईँ मियो हो। मियो भनेको नचल्ने चिज हो, त्यो चल्दैन कि। मियो त बसिरहने हो, तपाईँको काम बसिरहने हो, हल्लिने हामी हो। अब चाहिँ शिक्षाको जिम्मा हामीलाई दिनुहोस् भनेर भन्नुपर्ने परिस्थिति अब आयो। त्यसो गर्दाखेरि एउटा सम्भावना कहाँनिर रहेछ भनेदेखि अहिले ऐनमा उपसमिति बनाउन सक्ने प्रावधान रहेछ। त्यो उपसमिति बनाउँदाखेरि उपसमितिको संयोजक हुन सक्ने को रहेछ भने स्थानीय सरकारको प्रतिनिधि हुने रहेछ। त्यो वडाध्यक्ष हुन सक्ला, कोही हुन सक्ला, वडाको सदस्य हुन सक्ला, कोही हुन सक्ला। त्यो मान्छे संयोजक हुन्छ। अरू हामी शिक्षकहरू वा अरू जो साथीहरू हुनुहुन्छ शैक्षिक क्षेत्रमा योगदान दिने, चाहे जोसुकै होस्, पढेको होस् नपढेको होस्, छप्पा होस्, त्यो मान्छे चाहिँ त्यहाँ समितिमा बस्नुहुन्छ। त्यो मान्छेले चाहिँ काम गर्नुपर्ने परिस्थिति हुँदो रहेछ। मलाई लाग्छ त्यो पनि प्रावधान हामीसँग छ। अर्को मैले यहाँलाई के भने यो शिक्षकको ग्यारेन्टी के अरे जागिरको ग्यारेन्टी त्यो चाहिँ म हरिसरलाई जिम्मा लाउँछु। वास्तवमा त्यो बाई डिजाइन, किनभने शिक्षकहरूको नियुक्तिको के कुराकानीमा त्यो सरकारले सोचिरहेछ, त्यसले म हरिसरलाई नै भने। अर्को सङ्घको नाम के हुने, जात जातीय हुने नहुने, हाम्रो रमेश सरले धेरै कुराकानी उठाउनु भएको छ। वास्तवमा त्यो पनि कस्तो किसिमको ढङ्गमा गएर भने अहिले तपाईँले हेर्नुभयो भने स्थानीय सरकारले अहिले भएको नाउँलाई परिवर्तन गर्न पाउँछ। 2/3ले त्यसलाई चाहिँ परिवर्तन गर्न सक्ने भनेर भन्दा चाहिँ आएको छ भने भोलि प्रदेशको निम्ति पनि त्यसै गरी नाउँ राख्न पाउने किसिमको अधिकार अहिले छुट्याएको छ। त्यसै गरी टुङ्गिन्छ भनेर भन्ने आशा गरौँ। अब त्यसो गर्दाखेरि एउटा सम्भावना हुनसक्छ, 5 वर्षलाई एउटा नाउँ, 6 वर्षपछि अर्को नाउँ हुन सक्ला। अब त्यो चाहिँ हुन सक्ने सम्भावना होला। तर बदल्न पाउने प्रावधान राखेको हुनाले त्यति धेरै अप्ठ्यारो नपर्ला। रमेश म त्यति मात्रै भने यहाँले। त्यसो भएपछि यहाँले बुझिहाल्नुभयो। त्यसपछि भाषाको व्यवस्थापन के हुने, अघि कान्ता म्यामले भन्नुभयो जस्तो भाषाको व्यवस्थापनको निम्ति अलिकति चुनौती छ हामीसँग। त्यो कस्तो भने मातृभाषामा कि 3 भाषामा कि 3 भाषाभित्र मातृभाषाहरूमा कि सबै भाषा जोड्ने के गर्ने भनेर भन्ने किसिमको कुरोमा हाम्रो निम्ति अलिकति सोच्नुपर्ने परिस्थिति छ। त्यहीँनेरि हामी शिक्षक साथीहरूले के गर्न सक्ने सम्भावना छ भनेदेखि भाषामा के गर्नु त, यदि यो ठाउँमा यो प्रान्तको भाषा पढाउने भन्ने सरकारी निर्णय भयो भने त्यो भाषामा भनौँ काठमाडौँमा हुँदाखेरि चाहिँ नेवारी प्रान्तीय भाषा हुन्छ भनेर भन्ने भयो भने तामाङको केटाकेटीलाई वा चाहिँ के अरे यादवको केटाकेटीलाई त्यो नेवारीमा पढ्नलाई कसरी पढाउने भन्ने किसिमको बुद्धि पनि हामीसँग चाहियो। भाषा सिक्नलाई नेवारको केटाकेटीले मैथिली भाषा अथवा भोजपुरी भाषा कसरी सिक्ने भन्ने किसिमको डिजाइन पनि हामीलाई चाहियो। त्यसो हुँदाखेरि 1-2टा सम्भावना खोज्नु पर्यो। एउटा चाहिँ के भने भाषाहरू सिक्नलाई हामी कसरी प्रमोट गर्न सक्छौँ, त्यही भाषाबाट केटाकेटीलाई अगाडि लानलाई कसरी सक्छौँ, सरकारले तोकेका 3 भाषी नीतिहरू चाहिँ लागू गर्नु पर्दाखेरि ती भाषाहरूमा रूपान्तरण गर्नलाई कसरी सक्छौँ। मलाई लाग्छ यो 3वटा काम एकसाथ गर्न जान्यौँ भने मलाई लाग्छ हामीले सल्टाउन सक्छौँ भनेर भन्ने मैले यहाँलाई त्यति मात्रै अनुरोध गरेँ। 2 वर्ग जोड्ने कसरी, वास्तवमा एकदमै ठिक कुराकानी ल्याउनु भयो। वर्ग छुट्टिया छ, किनभने आर्थिक हिसाबले शैक्षिक हिसाबले वर्ग छुट्टिया छ। त्यो वर्ग जोड्नको निम्ति सरकारले अर्को नीति ल्याएको छ। त्यो सरकारको नीतिमा यहाँले हेर्नु भने 3 खम्बे नीति भनेर भनेको छ, जसमा चाहिँ सरकारी नीति, सरकारी, निजी र सहकारी 3टा खम्बा भनिसकेपछि त अब जोड्नै पर्यो नि। बरु अब हाम्रो संवादको थलो के हो भने यो 3टालाई जोड्ने कसरी हो भन्ने किसिमको उपाय चाहिँ हामीले मलाई लाग्छ त्यसरी ल्याउनुपर्छ होला संवाद हाम्रो चाहिँ तहमा। शिक्षकको तलब अघि म हरिसरलाई नै छोडेको थियो।
कार्यान्वयन कसरी गर्ने, एकदम नारालाई कार्यान्वयन गर्ने कसरी गर्ने भन्दा चाहिँ लक्ष्य सरले चाहिँ होइन अधिकारी सर शङ्कर सरले ल्याउनु भएको थियो। मलाई लाग्छ त्यो कार्यान्वयन गर्नलाई चाहिँ अब हाम्रो निम्ति जरुरी हो। कसरी कार्यान्वयन गर्न सकिन्छ भन्दा सजिलो रहेछ। हामीले गरेका काममा त्यत्रो फरक पर्दैन। हामीले गरेका काममा केही मोडहरूमा हामीले संवाद गर्नुपर्ने अवस्था हुन सक्छ। त्यो संवाद गर्यो भन्दाखेरि समाधानहरू ती निक्लिन्छ। जस्तो गुणस्तरको निम्ति के गर्ने भन्यो भनेदेखि अब एकदम मजाको कुराकानी भयो। स्थानीय सरकारकै तहमा गुणस्तरको निम्ति एउटा समिति बनाऊ। त्यो समितिले हाम्रो निम्ति गुणस्तर यो सरकारले गुणस्तरको राष्ट्रिय खाका बनाछ। त्यो चाहिँ स्कुलको तहमा कति, क्याम्पसको तहमा कति, विश्वविद्यालयको तहमा कति, सिटिबिटीको तहमा कति, अनौपचारिक शिक्षाको तहमा कति र सबैलाई जोड्ने कति भन्ने सरकारसँग खाका छ। त्यो खाका लिउँ, हाम्रो ठाउँमा के गर्न सक्ला भनेर भन्नेबित्तिकै हामीसँग बाटो निक्लिहाल्दो रहेछ। त्यसैले समस्याहरू छैनन्, सल्टिनलाई धेरै बाटोहरू आइरहेछ भनेर भन्ने मैले यहाँलाई अनुरोध गरेँ। त्यसपछि यो दरबन्दी व्यवस्थापन मलाई लाग्छ अघि हरि सरले एउटा हाम्रो डाक्टर लम्सालले एउटा इङ्गित गर्नुभएको छ र म पनि त्यो वकालत गर्ने हो। कुनै स्थानीय सरकारको तहमा भनौँ न काठमाडौँ महानगरपालिकामा बढी शिक्षकहरू भयो भने मसँग यति रिजर्भ शिक्षक छन्, कसलाई चाहिन्छ लाग्यो ल 70मा चाहिँ यति शिक्षक जरुरी छ। ल त्यसपछि 70को कुनै उसको निम्ति चाहिँ कति शिक्षक चाहियो तपाईँले, कुन अब त्यसो अन्तरपालिका व्यवस्थापनको निम्ति सोच्नुपर्ने अवस्था हुन सक्ला। अन्तर प्रान्तीय व्यवस्थापनको कुराकानी सोच्नुपर्ने परिस्थिति होला। के होला राष्ट्रिय स्तरमा लानुपर्ने किसिमको कुराकानी होला। र त्यो शिक्षक सङ्घ संगठन मञ्च परिषद आदि इत्यादि वा शिक्षक महासङ्घले पनि स्वीकारेको कुराकानी होइन। त्यसो भएपछि त्यहाँ त्यस्तो अप्ठ्यारो छैन भनेर भने मैले यहाँहरूलाई त्यति मात्रै अनुरोध गरेँ। त्यसपछि यो स्थानीय विषय यो गजबको कुराकानी ल्याउनु भएको छ। सरकारले पाठ्यक्रमको प्रारूप बनाएको छ। त्यो प्रारूप चाहिँ स्कुल लेभलको पाठ्यक्रमको प्रारूप तयार छ। त्यस्तै गरी विश्वविद्यालयले त्यो पाठ्यक्रमको प्रारूप के भनेर चाहिँ भर्खरै मात्रै त्यो प्रारूपको कुराकानी गरिरहेछ। संस्कृत विश्वविद्यालयले प्रारूपको निम्ति कामधन्दा गरिरहेछ। अब प्रारूपको अनुवाद बिस्तारै बिस्तारै बन्दैछ। त्यसो हुँदाखेरि ती प्रारूपहरू जोडिँदै लिएर गयो भने त्यो भनेपछि करिकुलमको फ्रेमवर्क भनौँ न, त्यो करिकुलमको फ्रेमवर्क बनिसकेको छ। त्यो फ्रेमवर्कलाई लिएर गएर हाम्रो निम्ति के गर्ने भनेर त्यसमा अनटप हुन्छ नि थप कहाँनेरि केनेरि हुन सक्छ भनेर भन्ने चाहिँ डिजाइन बन्न सक्छ। अब त्यो अनटप चाहिँ तलबमा हुन सक्ने पनि भयो, सुविधामा हुन सक्ने पनि भयो, सम्मानमा हुन सक्ने भयो। एउटा प्रान्त र अर्को प्रान्तमा, एउटा स्थानीय सरकार र अर्को स्थानीय सरकार भनेर एउटा गाउँपालिका र अर्को गाउँपालिकामा त्यो हुन सक्ने सम्भावना भयो। त्यो पनि मलाई लाग्छ उपायहरू चाहिँ हुन्छ होला। अर्को चाहिँ यो राज्य चलाउने स्थानीय सरकार हो, एकदमै हो। अहिले त कस्तो किसिमको भयो भने स्थानीय सरकारलाई जिम्मा दिँदाखेरि अस्ति नै बालनन्दन पौडेलले भन्नुभएको थियो क्या, उहाँले चाहिँ के भन्नुभयो भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग चाहिँ भएर कुराकानी गरे, यो स्थानीय सरकारको अधिकार कति छ भनेर भनेको साँच्चै भनौँ प्रधानमन्त्रीजीको भन्दा बढ्ता छ भनेर भन्नुभयो अरे। कसरी भनेर भन्दाखेरि अनि त्यस उहाँको जवाफ के रहेछ भने प्रधानमन्त्री त कार्यकारी प्रमुख मात्रै, गाउँपालिका वा नगरपालिकाको प्रमुख भनेर भनेको त गाउँ के अरे न्यायपालिका, विधायिका र कार्यकारी तीनटाको प्रमुख हुँदो रहेछ। अझै एउटा थप्यो छ, हटाउने व्यवस्थै छैन। भने त्यति बलियो रहेछ क्या। त्यसैले त्यो त सरकार यति धेरै बलियो बनाइदिया छ। अब कसरी चलाउँछ 5 वर्षसम्म प्रत्याहारको व्यवस्था पनि छैन। त्यत्रो किसिमको तागत दिएको हुनाले त्यो सरकार हो, बलियो सरकार रहेछ। त्यो बलियो सरकारमा कसरी सम्झौताजन्य कुराकानी हामी अगाडि बढाउन सक्छौँ भन्ने चाहिँ हाम्रो निम्ति चिन्तनको विषयवस्तु हो। र पोजिटिभ कुराकानी के छ भने राजनीतिक दलका चिन्तनहरूमा त्यत्रो तात्विक फरक पनि छैन। अहिले आर्थिक हिसाबले पनि फरक छैन, राजनीतिक हिसाबले पनि फरक छैन, यो व्यावहारिक हिसाबले पनि फरक छैन। त्यो फरक नभएको हुनाले अब असाध्यै नजिकमा छ। त्यसैले म चाहिँ के आशा गर्छु भन्दा यो ब्रिजेस भनौँ न माने हामी शिक्षकहरू वा कसरी ब्रिजको रूपमा काम गर्न सक्छौँ भन्ने बाटो चाहिँ हामी ल्याउन सक्छौँ भन्ने मैले यहाँलाई अनुरोध गरेँ। यो अनिवार्य र निःशुल्क शिक्षा एकदमै मजाको कुराकानी हो। अनिवार्य शिक्षा कसरी भनेर भन्दाखेरि चाहिँ अघि हाम्रो डाक्टर हरिलभ सरले भन्नुभएको कुराकानीलाई यहाँले याद गर्नु होला। कसको छोरा चाहिँ पढ्न आउँदैन भनेर त पेटभरि खान नपाउनेको आउँदैन। त्यसो भए खाना नपाउने मान्छेको निम्ति के गर्छौ भनेर सोध्नुपर्ने हो। बाबुआमालाई सपोर्ट गर्छौ त्यसो भए डिजाइन के, केटाकेटीले सपोर्ट गर्छौ त्यसो भए डिजाइन के, स्कुलले खाजा दिन्छ त्यसो भए डिजाइन के, कसरी गर्ने भन्ने किसिमको संवाद गर्यो भने विभिन्न बाटोहरू निक्लँदो रहेछ। हाम्रै
देशमा चाहिँ विभिन्न ठाउँमा विभिन्न किसिमको चिन्तनहरू छ। त्यसैले यो पनि सकिन्छ। अब यसलाई चाहिँ विकल्प के जस्तो अनिवार्य गर्ने कसरी त भनेपछि स्कुल आए आऊ, कलेज आए आऊ, आउन सक्दैन भने तिम्रो घरमा कलेज पुर्याउनु मेरो जिम्मा हो भनेर भन्नु पर्यो, तिम्रो घरमा स्कुल पुर्याउनु मेरो जिम्मा हो भन्नु पर्यो। त्यसो भनेपछि स्कुल फ्लेक्जिबल हुनुपर्ने परिस्थिति आयो, कलेज फ्लेक्जिबल हुनुपर्ने परिस्थिति आयो भनेपछि विद्यार्थीले जाँच पनि त्यो आफ्नो अनुकूलमा जाँच दिन सक्ने किसिमको डिजाइन हुनुपर्ने हो। त्यसो भनेपछि स्काइपबाट इन्टरभ्यू लिनु हुन्छ कि हुँदैन, स्काइपबाट उसले पढेका कुराकानी सेयर गर्न लाउनुहुन्छ कि हुँदैन, अब हामीले सोच्नुपर्ने हो। अब प्रविधिमा हामी चाहिँ जम्प गर्नुपर्ने परिस्थिति हो। मलाई लाग्छ त्यो डिरेक्सनमा हामी चाहिँ पुगिरहेछौँ भनेर भन्ने मैले देखेको छु। यो पाठ्यक्रम निर्माण वास्तवमा हामी शिक्षकले पाठ्यक्रम निर्माण गर्ने भनेको शिक्षकले नसक्ने भन्ने प्रश्नै होइन। पाठ्यपुस्तक हामीले नि बनायो, बजारमा गएको पाठ्यपुस्तक कसले लेख्यो होला भनेपछि त लेख्या त हामीले हो नि, सक्दैन भनेर कसले भनिदिएको त्यो नचाहिने कुराकानी। पाठ्यक्रम पनि अब गाउँले स्थानीय तहमा बनाउन सक्छ। कसरी बनाउँछ भनेर भन्दाखेरि मैले बारम्बार साथीहरूसँग भनिरहेको छु, मैले ठाउँ ठाउँमा भनिरहेको छु, लेखिरहेको छु। त्यो पाठ्यक्रम के हो भनेर भन्नुभयो भने बनाउन गाह्रो हुँदो रहेछ। पढाउने के हो भनेर भने सजिलो हुँदो रहेछ। पढाउने के हो, कति पढाउने हो, कसरी पढाउने हो, पढाएको कुरो कसरी जाँच्ने हो भन्नुभयो भने पाठ्यक्रम तुरुन्तै तयार हो। यो पढाउनलाई के किताब चाहिन्छ है, के खालको लेख्यो भने हुन्छ भनेदेखि म त गीत लेख्छु लेख, म त कविता बनाउँछु लेख, म त किताब लेख्छु लेख, म त मोबाइलमा काम लाग्ने केसको एप बनाउँछु बना। अब त त्यतातिर त्यसो भनेपछि त मान्छेहरूले के भने नयाँ नयाँ सम्भावनाहरू उनीहरूले खोज्न सक्ने हो। त्यो बाटोमा हामी जान सक्ने सम्भावना पनि रहेछ। अर्को यो जनशक्ति विकासमा शिक्षकको भूमिका एकदमै ठिक ल्याउनु भयो। वास्तवमा अहिलेको नेतृत्वहरू कसरी आउँदो रहेछ भने हिजो मसँग आएका नेतृत्वलाई मैले भने नेतृत्व हो, हामी त केही पनि जान्दैनौँ दाइ, हामीलाई त सिकाउनु पर्यो भनेर भने मैले भने स्याबास, खोजकै यति हो। तपाईँ जान्ने भएको भए हामी बर्बाद। उनीहरू जान्दैनन् भन्नुको माने स्वीकारेर आउनु भनेको त साह्रै राम्रो कुराकानी हो नि। तपाईँले पनि जान्नु भएको छ, मैले पनि जानेको छु। तपाईँले जानेको मलाई सुनाउँछु, मैले जाने तपाईँलाई सुनाउँछु। यति मात्रै कल्चर हामीले बनाउन जान्यौँ भनेदेखि हाम्रो बिचमा लडाइँ हराउँछ। त्यसो भएपछि मलाई लाग्छ जनशक्ति भनेको बिस्तारै विकसित हुने रहेछ। अर्को चाहिँ के रहेछ भने हाम्रै जनशक्ति असाध्यै उम्दा रहेछ, गतिलो, तर हामीले इग्नोर गर्दा रहेछ। अब एकचोटि विचार गरौँ न, हाम्रै गाउँघरमा भएको नपढेको मान्छेले बनाएको नलेजलाई एकचोटि सोच्नुहोस् त कति राम्रो होला। बिहानै उठेर तुलसीको पानी खायो भने धर्म हुन्छ भनेर भनेको नलेज कति बलियो छ हेर्नुहोस् त। त्यो भनेको एन्टिबायोटिक चिज पेटभित्र पहिले हाल है, पहिले खानेकुराकानी भन्दा अगाडि एन्टिबायोटिक हाल भनेर भने त्यसले चाहिँ गडबड गर्दैन भनेर भने कति राम्ररी इन्स्टिट्युसनलाई भएको छ। अब त्यसो भनेपछि त्यो कुराकानी खोज्नलाई त्यो तुलसीको पात उमार्ने मान्छेलाई सोध्नुपर्ने हो, मित्र कसरी उमार्ने हो, कालो तुलसी के, हरियो तुलसी के, अर्को तुलसी के, तिनटाको गुण के, अब तिनटाबाट चाहिँ गर्न सकिने के, अब त्यहाँबाट ट्याब्लेट बनाउने के भनेर चाहिँ सोध्नुपर्ने हो। त्यो किसिमको ढङ्ग गऱ्यौँ भने त्यो जनशक्ति त्यहीँ रहेछ कि त्यसलाई हार्भेस्ट गर्ने स्किल हाम्रो टिचरहरूसँग भयो भनेदेखि त्यो पर्याप्त मात्रामा सम्भावना रहेछ। निजीको लगानी वास्तवमा तपाईँले देख्नुभयो होला, त्यहाँ विभिन्न राजनीतिक दलका आफ्ना आफ्ना घोषणापत्रहरू छन्। घोषणापत्रमा नेपाली काङ्ग्रेसले निजीको लगानीको ग्यारेन्टी गर्छौँ के गर्छौँ भनेर लेखेको छ। अब अर्कोले गर्दैनौँ भनेर त भनेको छैनन्, कसैले चाहिँ होइन त्यसो नगर्नु भनेर भनेका छन्, तर साझेदारीमा मिल्छन्। फेरि त्यो मिल्छन् भनेपछि चाहिँ निजीको लगानीको ग्यारेन्टी गर्नको निम्ति डिजाइन के हुने त्यो बाटो सोच्नुपर्ने। कान्ता म्यामले अघि भन्नुभएको जस्तो मर्जर होला र भने जबरजस्ती गराइदिए हुँदैन, मिल्न सक्ने जति मिल्नुहोस् भने आफै आफै मिल्छ। किनभने मलाई लक्ष्यबहादुर केसीसँग चाहिँ बेला बेला छलफल गर्दाखेरि यो सर अति भयो नि स्कुल भनेर भने मिलाउनु त त्यसो भए भनेर, त्यसो भए तपाईँ लाग्नु न प्याप्सनबाट भनेर भने त्यो किसिमको प्रक्रियामा हामी जान सक्ने सम्भावना छ। र मिलिरहेको पनि छन् अहिले, किनभने दुईवटा स्कुल किनेर तेस्रो नराखेको स्कुलहरू छैनन् र त्यो भने नमिल्या हुँदा मर्जै गरे हामी ती दुईवटा चिजलाई एकसँग राखेर छ नि त। त्यसो भनेपछि मर्ज गर्ने हाम्रो कल्चर हो, त्यो कल्चरलाई अलिकति हार्भेस्ट गरौँ। त्यसो भनेपछि पब्लिक स्कुल प्राइभेट स्कुल मर्जको कुराकानी हामी स्वाभाविक छ, ब्याङ्क मर्ज भइरहेछ, स्कुल मर्ज भइरहेछ, सरकारी स्कुल मर्ज भइरहेछ, नहुने कुराकानी होइन। स्थानीय तहमा कसरी मर्ज गरौँ भन्नुपर्ने हो। फलाना मर्ज गरिदिने भनेर न्यु खोज्यौँ भने बर्बाद हुन्छ, त्यो चाहिँ गर्नु भएन। फलाना कसरी सकिएला, यसो गर्दाखेरि कसो होला भन्नुपर्ने हो। यो हरिवंशले भनेको छ होइन, हरिबहादुरको किताबमा चाहिँ लेखेको छ। त्यसपछि मर्जरको कुरो पनि मैले यहाँहरूलाई भने ट्रेड युनियनको असाध्यै राम्रो कुराकानी ल्याउनु भएको छ सरले, शङ्कर सरले। यो ट्रेड युनियनको पनि चिन्तनहरू बदलिया छ वास्तवमा। कति राम्रोसँग बदलिया छ भने हिजो ट्रेड युनियन न्यु खोजा थियो,
हाम्रो हक अधिकार भनेर आजको ट्रेड युनियनको अर्को भाषा जोडियो, गुणस्तर शिक्षा हाम्रै हो भनेर भन्न होइन शङ्कर सर? एकदमै खोजिया त्यति हो हामीले। पछि अब नमिलेको कुराकानी रह्यो। फेरि मैले त चुनौती पनि गरेँ अब साथीहरूलाई, तपाईँ यदि गुणस्तरको कुराकानी गर्नुहुन्छ भने तपाईँ ट्रेड युनियन हो भने तपाईँ चीन जस्तो ट्रेड युनियन हो कि अमेरिका जस्तो ट्रेड युनियन हो कि भनेर न्यु पनि खोजेको छु। त्यो चीन जस्तो ट्रेड युनियन भने के रहेछ भने न्यु खोज्न नपाइने, सघाउन पाइने। चाइनिजको मजादार तरिका रहेछ। अमेरिकनको न्यु खोज्न पाइने तर आफ्नो काम छोड्न नपाइने, फेरि अर्को डिजाइन रहेछ। त्यसो भनेपछि त उसले क्वालिटी आफैले एसेयर गर्दो रहेछ, न्युजै खोज्दो रहेछ। अमेरिकीको त्यो बुद्धि हुँदो रहेछ, चाइनिजको न्यु खोज्न नपाउने, काम चाहिँ गर्नुपर्ने। अब तपाईँ कुन पार्टी हो भने शङ्कर सरलाई जिस्काउने गर्छ। त्यसो भनेपछि तपाईँले बुझिसक्नुभयो। अब त्यो ढङ्गमा पनि अब हाम्रो उसमा चाहिँ रहेछ र शिक्षक महासङ्घका साथीहरूले के राम्रो कुराकानी भन्नुभएको छ भने अब हामीसँग रहेको राहतको समस्या मात्रै हो, बाँकी रहेको साथीहरूकोमा न्यूनतम कुराहरूमा हामी सहमतिको नजिक पुगिसकेका छौँ। अब क्वालिटी हाम्रो कन्सर्न हो। उहाँहरूले त्यो भनिसकेपछि मैले चाहिँ के आशा गरेँ भन्दै अब क्वालिटीको निम्ति लडाइँ लड्नुपर्ने परिस्थिति होला। क्वालिटी नै के त? अघि कामता म्यामले भन्नुभएको छ क्वालिटी नै के त भनेर भन्दाखेरि पनि अब हामीसँग अर्को कुराकानी रहेछ। गाउँपालिकाभरिका वा नगरपालिकाभरिका जम्मै शिक्षक बसौँ, हाम्रो निम्ति क्वालिटी के, हामीले बुझेको क्वालिटी के। अब हरिलम्सालले वा विद्यानाथले क्वालिटी भने क्या हो भनेर चाहिँ हामी बक्क गर्दैनौँ। तपाईँले भनिदिनु पर्यो फलानु महानगरपालिकालाई अथवा फलानु उपमहानगरपालिकालाई, वीरगञ्जको महानगरपालिकालाई के, काठमाडौँको महानगरपालिकालाई के, अथवा चाहिँ सुर्खेतको एउटा गाउँपालिकालाई के, अथवा चाहिँ सप्तरीको गाउँपालिकालाई के, त्यो चाहिँ नि उहाँहरूले निर्णय गर्नुहुन्छ। अनि त्यो निर्णय गरिसकेपछि राष्ट्रिय क्वालिफिकेसन फ्रेमवर्क जुन छ नि त्यसले भनेको र तपाईँले भनेकोमा फरक के? त्यसो भनेपछि रमेश त्रिपाठी सरलाई मैले सोधेँ जनवादी केन्द्रीयताको ढङ्ग ठ्याक्कै मिल्ने भयो। त्यसो भनेपछि उहाँ पनि लडाइँ खेल्नुहुन्न अब। त्यसो भनेपछि हाम्रो विमति छ तापनि यो कुरामा सहमत गर्छौँ भनेर भनिहाल्नुहुन्छ के होइन सर? बाध्यता हुन्छ। किनभने नि चिन्तनगत रूपमा मिल्ने ठाउँहरू असाध्यै नजिक नजिक छन्। त्यसो भनेपछि मैले यहाँसँग के भने अब त्यतातिर डिरेक्सनमा हामी गयौँ भने यो लड्नुपर्ने परिस्थिति पनि हुँदैन। मैले क्वालिटी डिफाइन गरेँ। अब एकदमै हामीले कुन भ्यालु प्रमोट गर्ने साह्रै राम्रो कुराकानी भन्नुभएको छ। वास्तवमा भ्यालु चाहिँ के रहेछ भने पश्चिमी भ्यालुमा हामी धेरै गाइडेड भएछौँ, पूर्वीय भ्यालुलाई हामीले बोक्न जानेनछौँ। हाम्रो केटाकेटी अन्यलमा भयो, त्यो भिरको चिन्डो उनीहरूमा भयो भन्छ नि। बाबुआमाले पूर्वी भ्यालु पेल्न खोज्ने, स्कुलले कलेजले पश्चिमी भ्यालु पेल्न खोज्ने, दुईटाको बिचमा अन्तर हुँदाखेरि केटाकेटी सडकमा कुद्नुपर्ने। हाम्रो नियति अहिले त्यो हो। त्यसो भनेपछि अब हामीले चाहिँ के गर्न सकौँ भने हाम्रा पूर्वीय भ्यालुहरू यो हुन्, पश्चिमका भ्यालु हाइमम भनेर भन्यो भने केटाकेटीसँग बाबुमा खुसी हुने कि रिसाउने हो? अब स्कुलमा सिकेको हाइड्याड र हाइमम घरमा त्यही हाइड्याड र हाइमम भनेर भन्दै केटाकेटीले कुराकानी हो। कस्तो अप्ठ्यारो हो, किनभने अप्ठ्यारो हो नि त। त्यसो भए हाम्रो गाउँपालिकाको निम्ति भ्यालु के हो? 10वटा भ्यालुहरू हामीले चाहिँ आइडेन्टिफाई, 10 भने मैले हाइपोथेटिकल भने 10 भने 3 होला, 5 होला, 15 होला, 25 होला, कति होला। त्यो यो भ्यालु चाहिँ नि हाम्रो गाउँपालिकाको भ्यालु, हाम्रो नगरपालिकाको भ्यालु हो। यो भ्यालु इन्कल्केट गर्नलाई केटाकेटीलाई सिकाउनको निम्ति हाम्रो डिजाइन चाहिँ नि यो हो। स्कुलमा यो हो, कलेजमा यो हो, युनिभर्सिटीमा यो, हाम्रो निम्ति यो हो भनेर भन्ने बाटो ल्याउँ। त्यसो गर्दाखेरि सरकारको भ्यालु पनि छ जो पाठ्यक्रममा उल्लेख गरेका छ। हाम्रा स्थानीय कल्चरल भ्यालुहरू पनि छन्, त्यसलाई पनि गर्न सकिन्छ। त्यसपछि गएर कहिलेकाहीँ कल्चर स्पेसिफिक भ्यालुहरू पनि होला। जस्तो सिम्पल ढङ्गले हेर्नु न, केटाकेटीको आँखामा हेरेर पढाउनु पर्छ भनेर चाहिँ हामीले ट्रेनिङ दिँदा रहेछौँ। त्यो भनेको के रहेछ भनेर नै पश्चिमाहरूको बुद्धि रहेछ। अब केटाको आँखामा हेरेर त ज्यान बच्छ, केटीको आँखामा मुस्लिमको केटीको आँखामा हेरेर आँखाको जुदाएर केटा मान्छेले पढायो भने कुटाइन्छ। खुब गाह्रो छ नि। त्यहीँनिर अब हामीले सेन्सिटिभ हुनुपर्ने हो। कल्चरल भ्यालुलाई हामी कसरी रिगार्ड गर्ने, नेसनल भ्यालुलाई हामी कसरी जोड्ने, इन्टरनेसनल कुराकानीमा कसरी मिलाउने। अब हाम्रो केटाकेटीले के भन्नु पर्यो भने भ्यालु ट्रान्जिट गर्नलाई कसरी सिक्ने। म यो ठाउँमा छु, त्यसो भए मेरो भ्यालु के हुने? म शेर्पाको ठाउँमा छु, मेरो भ्यालु के हुने? म यादवको ठाउँमा छु, मेरो भ्यालु के हुने? म चाहिँ के भन्छ यो मुस्लिमको ठाउँमा छु, मेरो भ्यालु के हुने? म चाहिँ अहिले के भन्छ मुसलको उसमा छु, मेरो भ्यालु के हुने? म चाहिँ दलितको कुनै बस्तीमा छु, कुनै पहाडी दलितको, मेरो भ्यालु के हुने भन्ने किसिमको हिसाबले ट्रान्जिट गर्न पनि शिक्षा एक्रस द बोर्ड पनि कुराकानी आउँछ। अब हामीले चाहिँ गाउँपालिका नगरपालिकामा संवाद गर्नुपर्ने विषय मलाई लाग्छ
त्यसरी गर्न सक्यौँ भने हाम्रो काम हुन्छ। र फाइनल्ली मैले चाहिँ जुन मोनिटरिङ गर्ने साह्रै राम्रो कुराकानी ल्याउनु भएको छ, केन्द्रीय मोनिटरिङ हाम्रो डिजाइन रहेन। अब हाम्रो डिजाइनले के ल्यायो भने स्थानीय मोनिटरिङको चिन्तन ल्याउनु पर्ने। त्यो स्थानीय सरकारले मोनिटरिङको रोल कसरी खेल्छ भन्दाखेरि एउटा डिजाइन हुनसक्छ। पोलिटिकल रिप्रेजेन्टेटिभ जुन चाहिँ अहिले पार्टीका सदस्यहरू उनीहरू मार्फत जाने एउटा डिजाइन हुन सक्ला। वा त्यसमा पनि छ नि त, विधायिका छ, न्यायपालिका छ, उसको आफ्नै संसार, तिनीहरूकै मान्छेहरू राख्ने अर्को डिजाइन हुनसक्छ। उनीहरूको रोलमा वा संयोजकत्वमा हामी मोनिटरिङ रोल खेल्ने अर्को डिजाइन हुनसक्छ। वा हामी आफै प्रधानाध्यापकले जसरी मोनिटरिङ गर्ने त्यो किसिमको डिजाइनमा जाने त्यो अर्को किसिमको डिजाइन हुनसक्छ। के गर्दाखेरि वा कति ठाउँमा चाहिँ भनौँ न शिक्षकलाई मोनिटरिङ गर्नुपर्ने हो र म त फेरि त्यसरी हेर्ने मान्छे। शिक्षक भनेको छाडा गुरु होइन, छाडा गाई होइन, त्यो आफै रेगुलेट हुन सक्छ भन्ने दृष्टिकोण राख्ने कि होइन ऐन मौकामा त्यो डिरेल हुन सक्छ, त्यसलाई तलाउनुपर्छ भन्ने हो, त्यो पनि निर्णय गर्नु। त्यो संवाद पनि स्थानीय तहमै गरेर अब त्यसै डिजाइन के हुने भन्ने किसिमको कुराकानी हामीले गर्न जान्यौँ भने मलाई लाग्छ हामीले असाध्यै धेरै राम्रोसँग कुराहरू ल्याउन सक्छौँ। नाउँमा संहिता होला, संहिता फर्केला, के गर्ला कसो गर्ला ती पोलिटिसियनलाई छोडिदिउँ। हामी चाहिँ के कुराकानीमा ढुक्छौँ भने स्थानीय तहमा हाम्रा अधिकारहरू प्राप्त भइसकेपछि अब खोज्न गाह्रो हुन्छ। त्यसो भएपछि त्यसलाई कार्यान्वयन गर्ने हामी कसरी भनेर भन्ने किसिमको कुराकानीमा मलाई लाग्छ शिक्षक साह्रै ठुलो तागत हो, जानकार उयो हो, पार्टीको मान्छे पनि त्यही हो, सरकारको मान्छे पनि त्यही हो, मुर्दाबाद गर्ने पनि त्यही हो, जिन्दाबाद गर्ने पनि त्यही हो। अब भनेपछि अब कसलाई देशहरू देखाउने हो? मलाई लाग्छ हामीले त्यो बाटोमा ल्याउन सक्यौँ भने यहाँले अहिले भन्नुभएका जति पनि प्रश्नहरू छन्, 6जना 7जना साथीहरूले बोल्नुभयो, ती प्रश्नको उत्तर हामी दिन सक्छौँ र वी क्यान भनेर भन्ने अवस्थामा पुग्छौँ भन्ने ठान्छु। म अब हरिशरलाई जिम्मा लाउँछु। मेरो केही प्रश्न छ अलिकति, म यो पछिको गर्ने कि कसको? किनभने तपाईँसँग सम्बन्धित भएको हुनाले के त भन्दाखेरि यो अब शिक्षामा पहिलो कुरो के छ त भने निःशुल्क र अनिवार्यतामा है। निःशुल्क हिजोसम्म के भइरहेको थियो भन्दाखेरि कुन चाहिँ निःशुल्क भनेर शिक्षा कसले पायो त भन्दाखेरि विद्यार्थीले, सबै विद्यार्थीले पाएन। निःशुल्क पाउने कोटा भन्ने स्थानीय यो सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले चाहिँ निःशुल्क पाउने, अनि प्राइभेट विद्यालयमा पढ्ने मान्छेले चाहिँ निःशुल्क नपाउने किसिमको व्यवस्था यो थियो। अनि अब आएर के हुने हो त यो त प्रश्न भयो। अनि मेरो यसमा चाहिँ सुझाव के त भन्दाखेरि शिक्षामा निःशुल्कता भनेपछि अब शिक्षामा त निःशुल्क हुनु पर्यो, तर भौतिक पूर्वाधारमा निःशुल्कता दिनु हुँदैन शिक्षामा मात्र। शिक्षामा सबैले पाउनुपर्छ, किनभने त्यो धनीको छोरा भए पनि गरिबको छोरा भए पनि आखिरमा त्यो विद्यार्थी नै हो, उसको अधिकारको कुरो एउटा कुरो। अनि दोस्रो कुरो के त भन्दाखेरि अनिवार्यता। अनिवार्य भनेर एउटा सेक्सन छुट्याएको छ। त्यो अनिवार्यताको मूल्याङ्कन कसले गर्ने त? त्यसमा जुन करिकुलम बनाउने हो त्यो कसले, केन्द्रले गर्छ कि अनि स्थानीय सरकारले गर्छ? यो कुरामा चाहिँ नि विवाद छ। अनि म चाहिँ यसलाई स्पेसिफिक रूपमा एउटा अझ तहमा आउँछु। त्यो के त भने मातृभाषामा शिक्षा है। मातृभाषामा शिक्षा दिने अधिकार त्यहाँ अहिले संविधानमा जोडिएको छ। तर मातृभाषामा शिक्षा भनेर अहिलेसम्म के भयो त भने भाषामा नपढाइकन, भाषा नै नपढाइकन मातृभाषामा शिक्षा भने के अर्थ हो त है? एकदम भेग रूपमा मातृभाषामा शिक्षा भनेको त भेग रूपको भयो। सबै चाहिँ एउटा मिडियम अफ ल्याङ्ग्वेजै भयो। त्यो ल्याङ्ग्वेज इट्सेल्फ नपढाउने, त्यसको केही पनि प्रावधान नगर्ने, तर चाहिँ मिडियम अफ ल्याङ्ग्वेजको निम्ति चाहिँ ठुलो चर्काचर्की कुरा गर्ने। अझ शिक्षा विभागमा चाहिँ यो डिपार्टमेन्टसँगले पनि भनेको थियो। ओके। अनि आएर अर्को एउटा कुरो के त भने अब यसमा आएर शिक्षाको कुरोमा, मातृभाषाको शिक्षाको कुरोमा के गर्यो त भने 28 सालपछिको हिस्ट्री हेरेर गयो भने जानी मातृभाषाको 6, 7 र 8 क्लासमा करिकुलमै बनाइदिएन। त्यो कहिलेसम्म भयो त होइन? त्यो कहिलेसम्म भयो त भन्दाखेरि 62 सालको आन्दोलनसम्म पनि यही भयो। बनाउनै बनाएर चुप लाएर बस्यो, जति जसले करान गए पनि त्यो बनाउनै नबनाउने।
अनि आएर अब करिकुलममा चाहिँ यो राख्ने हुने त भयो, तर 72 सालमा आएर बल्ल त्यसको एउटा खाका बन्यो, करिकुलम मात्रै बन्यो, टेक्स्टबुक तब पनि बनेन। अब हेर्नुहोस्, भनेको यो जुन किसिमको जबरजस्ती हेपा प्रवृत्ति चाहिँ शिक्षा मन्त्रालयभित्रका अब भनौँ कोही व्यक्तिको होला, सबैको विचारधारा नहोला, तर यो एउटा तथ्य हामीले अहिले पनि बुझ्नुपर्छ। अझ आउने चाहिँ समयमा यसले चाहिँ धेरै नै नराम्रो असर हामीलाई आउन सक्छ। त्यसरी चाहिँ नयाँ नीति बनाउँदाखेरि यो एउटा पनि हुनुपर्छ, यो एउटा कुरो। अनि अर्को आएर के त भने हामीले चाहिँ यो भाषाको कुरोमा भनौँ एउटा नीति बनायो नेपाल सरकारले 1 देखि 3 क्लाससम्म अनिवार्य स्थानीय भाषा, जहाँ स्थानीय भाषा चाहिँ प्रफुल्लित भएको छ त्यहाँ चाहिँ अनिवार्य रूपमा स्कुलमा पढाउनुपर्छ भन्यो। तर नेपाल सरकारले कुनै पनि बेलामा पनि 1 देखि 3 क्लाससम्म त्यसलाई अनिवार्य पढाएन भने अनुगमन पनि गरेन। र हामीले जबरजस्ती अरू ठाउँबाट म भन्दिनँ, काठमाडौँभित्र ललितपुर, काठमाडौँ र भक्तपुर यो तिनै ठाउँमा जिल्ला शिक्षा अधिकारीलाई भनेर यो गर्दाखेरि पनि अब हिजोको कुरा छोड्नु, तपाईँले आज के गर्नु पर्यो भन्नुहोस्। यी कुराहरू यस्ता कुराहरू थिए होइन। अब अनि आएर फेरि प्राइभेटले के भन्छ त, तपाईँहरूले चाहिँ भाषा पढाउने हामीले चाहिँ मान्छेहरूले भन्न आएछ र जिल्ला शिक्षा अधिकारी तपाईँहरूले नि हामीलाई भाषाको ठाउँमा चाहिँ विज्ञान पढाऊ, भाषाको ठाउँमा चाहिँ म्याथ पढाऊ भनेको होइन र भने यी कुराहरूको एकदम व्यक्तिगत रूपको यी कुराहरू भएको थियो। गर्दा हामीलाई धेरै दुःख लाग्यो। नेपाल सरकारको चाहिँ यसमा चाहिँ ध्यानै गएन। कति वर्ष छ भने 28 सालदेखिको सुरु भएको राजतन्त्रदेखि चाहिँ नि यो धेरै किसिमका बहुदलीय व्यवस्था आइसकेपछि ती कुरोहरू आयो। यो त कुरो भयो। अनि आएर त्यो भाषाको चाहिँ कुरोमा शब्दको प्रयोग गर्दाखेरि शब्दको उचित परिभाषा नगरिकन, जस्तै चाहिँ स्ल्यासको सिम्बोल छ, भाषा अब्लिक स्थानीय विषय। अनि मैले यो कुरा उठाएको थिएँ त्यहाँ कि तपाईँको स्ल्यास भनेको त्यो डिभिजन भनेको हो कि स्थानीय विषय मध्येमा एउटा भाषा भनेको हो कि अथवा और भनेको हो कि, यी कुराहरू अलिअलि चाहिँ नि मेरो विचारमा अब चाहिँ स्पष्टै रूपमा अब चाहिँ यो धेरै नै भाषामा मान्छेहरू भइसकेपछि यसलाई चाहिँ स्पष्ट परिभाषित हुनुपर्छ। जस्तै चाहिँ नि मैले पाएको निम्टोमा हजुरको नाउँमा चाहिँ नि विद्यानाथ थियो है, अहिले आएर यसमा चाहिँ नि विद्या हुन्छ। अब आएर यसलाई कसले इन्टरफियर गर्यो त भन्दाखेरि त्यो के भन्छ हामी नेपाल भाषा एकाडेमीले मेरो विचारमा त्यो हस्तक्षेप अलिअलि गरेको जस्तो लाग्यो होइन। जसलाई चाहिँ नि यो हस्तक्षेप गर्यो भनेको मैले कहाँबाट सुरु गर्न चाहेँ त भन्दाखेरि, तपाईँको क्लास सुरु हुन्छ एक क्लासमा के पढाउनुहुन्छ त, तपाईँ पढाउनुहुन्न, घरबाट पढेर आउनुहुन्छ होइन। अब घरबाट पढेर आउने भाडाखरी भनेर पढ्ने होइन। अनि जसमा चन्द्रबिन्दु कहिले पढाउँदैन, अनि चन्द्रबिन्दु तपाईँको किताबमा छ्यास होइन। यी कुराको कन्ट्रोभर्सियल कुरा गऱ्यो है यो। अनि यस्ता कुराहरू 2-4वटा कुराहरू भए। अनि आएर के भयो त भन्दाखेरि अर्को विरोधाभास कुरो नियम बनाउँदाखेरि स्थानीय तलको तहमा पढाउनलाई 11-12 क्लासमा कमसेकम 11-12 क्लास पास भएको, 12 क्लास पास भएको अनिवार्य छ होइन नियम अनुसार। जब 11-12 क्लासमा तपाईँको मातृभाषा कुनै पढ्नै पर्दैन भने, त्यहाँ करिकुलमै छैन भने त्यो मान्छेले कसरी चाहिँ स्थानीय विषयमा चाहिँ पढाउन जान्छ त, स्थानीय भाषामा पढाउन जान्छ त होइन। यस्ता विरोधाभासहरू कुराहरू नेपाल सरकारको शिक्षा मन्त्रालयमा यी कुराहरू छन् होइन। यो कुराहरू चाहिँ हटाउन म एउटा कुरा गर्छु। अनि अर्को कुरो भन्नुपर्ने के त भन्दाखेरि आँखा चिम्लेर बसेको शिक्षा मन्त्रालयले त्यो चाहिँ नभनिकन नहुने। त्यो के त भने भाषा भन्नाले भाषाको समूहभित्र हुनुपर्छ भने सबैले भन्छ यो कुरो। अनि हामीले यो तपाईँले भाषालाई चाहिँ नि यो अतिरिक्त गणितमा राखिदियो भनेर यो मेरो विचारमा 46 सालदेखि हामीले सुरु गरेको यो विषयमा राख्नु भएन। भन्दा करिकुलम डिपार्टमेन्टले अनि एकचोटि मलाई के भन्यो भने अस्ति यो 2 वर्ष अगाडिको कुरो हो होइन। ठिकै छ, तपाईँहरूले धेरै आन्दोलन गर्नुभयो, धेरै भन्नुभयो, अब हामीले त्यसलाई चाहिँ अनिवार्य हिसाबबाट निकालिदियो। अब हामी त्यसलाई चाहिँ कम्प्युटरभित्र राख्छौँ ल भनेर कम्प्युटरभित्र चाहिँ यसले भाषा राखिदिएको छ है।
अब यो चाहिँ एक किसिमले तपाईँहरूको माथि चाहिँ अब तपाईँहरूको करिकुलम डिपार्टमेन्टको हो होइन मलाई थाहा छैन होइन, तर म के रिक्वेस्ट गर्छु त भन्दाखेरि यो कुरा सुनेपछि कहीँ पनि संसारमा कहीँ पनि जाँदाखेरि यो त हाँसोको विषय हुनुहुन्छ है। यसलाई चाहिँ नि अहिले 1 क्लासदेखि भाषालाई कम्प्युटरको अरमा राखिएको छ। यो कुरो चाहिँ नि एक किसिमको चाहिँ भनौँ न एक किसिमको जनभाषाको कुरो यो भएको छ। अनि यो कुरोको निम्ति हामीले हरेक वर्ष मन्त्रालयमा मन्त्रीज्यूलाई निवेदन दिन्छौँ, उहाँले सचिवहरू बोलाउनुहुन्छ, ल यो गर्नु पर्यो भन्नुहुन्छ, अनि सिद्धियो। अनि यो रिपिटेडली अब रिक्वेस्ट के त भन्दाखेरि अब आएर यो नीति अब त नयाँ नीति बनाउने तिनीहरूको कुरो भयो। यी कुराहरू धेरै नै कन्ट्रोभर्सियल, धेरै नै एकपक्षीय कुराहरूलाई हामी अलिकति चाहिँ तपाईँहरूले सोचिदिनु होला भनेर। धन्यवाद सर। मैले कसरी सरलाई जवाब दिन खोजेँ भने यो निःशुल्क र अनिवार्य शिक्षा भनेर चाहिँ नि कसरी गर्ने भनेर 2-3 बाटोहरू खोज्नुपर्छ। निःशुल्क भनेर भने तिर्न सक्नेलाई शुल्क, तिर्न नसक्नेलाई निःशुल्क, एउटा बाटो त्यो हुन सक्छ। किनभने सरकारले बनाएको अहिलेको ऐनले पैसा लिन पाइन्छ, शुल्क लिन पाइन्न भनेपछि सहयोग लिन पाइन्छ। तपाईँले क्लियर बुझिसक्नुभयो, मैले धेरै भन्नु परेन है। त्यसो भन्दाखेरि एउटा सम्भावना छ। दोस्रो सम्भावना रहेछ। दोस्रो सम्भावना के रहेछ भने भाउचरको लागू गर्न सक्ने दोस्रो सम्भावना रहेछ। केटाकेटीलाई तपाईँको बाबुआमाको निम्ति प्रति व्यक्ति जति पैसा लागेको भएको छ सरकारको, त्यो पैसाको भाउचर दिने। तपाईँले छान्नुहोस् कहाँ पढ्ने हो, तपाईँले निर्णय गर्नुहोस् भनेपछि त्यो भाउचर केटाकेटीले बेच्छ, भनेपछि भाउचर केटाकेटीले पाउँछ। त्यो पाएको अनुसार अब कुन ठाउँमा जानला उपयुक्त हुन्छ त्यही जान्छ। दोस्रो किसिमको उपाय। तेस्रो उपाय के रहेछ भन्दा निश्चित आय भएका मान्छेहरूको निम्ति स्थानीय सरकारले प्यारेन्टलाई सहयोग गर्ने किसिमको अर्को कुरो गर्ने रहेछ। त्यसरी लान सक्ने बाटो छ। त्यसैले म चाहिँ के अनुरोध गर्छु सरलाई भनेर भन्दाखेरि यो तीनवटै बाटोहरूलाई अझमाउँ। हामीले तीनटै बाटो एक अर्कोको विकल्प होइन, एक अर्कोको पूरक हो भनेर बाटो ल्यायौँ भने हामी सक्छौँ। अनिवार्य गर्ने भनेर भनेको अर्को बाटो हुँदो रहेछ। अनिवार्यले ओपेन मोड खोज्छ। त्यसैले ओपेन मोड हामीले हालेन भने अनिवार्य गर्न सक्छौँ। त्यो इन्टरनेसनल प्र्याक्टिस पनि हो, चाहे त्यो चिनमा हेरौँ, चाहे अमेरिकामा हेरौँ, चाहे नेपालमा हेरौँ, जहाँ पनि यो किसिमको मुलुकका निभावनाले ओपेन मोडको डिजाइनबाट हामी चाहिँ त्यो स्कुलमा आउन नसक्ने केटाकेटीहरूलाई सपोर्ट गर्ने डिजाइन चाहिँ बनाउन सक्छौँ भनेर मैले यहाँलाई त्यति मात्रै भनेको। पाठ्यक्रम वास्तवमा कसले बनाउने भनेर भन्नुभयो। अब पाठ्यक्रम स्थानीयले बनाउने हो। स्थानीय पाठ्यक्रम स्थानीयको हुन्छ। करिकुलम पाठ्यक्रम है, पाठ्यक्रम भनेको करिकुलम के विषय राख्ने हो, के विषय राख्ने भनेर भने चाहिँ सरकारले के गरेको छ, कोर विषय केन्द्रको त्यसमा भाषा छैन। भाषा के राख्ने भनेर भन्ने किसिमको कुराकानी स्थानीय हो। होइन भाषा भनेकै छैन। नेपालीलाई चाहिँ नेपालीलाई के भनेको छ त भन्दाखेरि यो हाम्रो नेपालभित्र कम्युनिकेटिभ ल्याङ्ग्वेज भन्यो, अङ्ग्रेजीलाई नेसनल कम्युनिकेटिभ भन्यो। त्यो ल्याङ्ग्वेज एज सच त्यहाँ छैन। स्थानीय भाषा भनेको सब्जेक्टै छैन। जस्तो 1देखि 3 क्लाससम्म मात्रै स्थानीय भाषै भनेर तोकिएको छ। त्यो पछि छैन। त्यो पछि चाहिँ अनि 5 क्लासपछि त्यो कुरो हराउँछ। त्यसरी मैले चाहिँ कसरी भने भनेदेखि अब केटाकेटीहरू अन्तर्राष्ट्रिय बन्नुपर्छ। त्यसैले अन्तर्राष्ट्रिय भाषामध्ये केही चाहियो। केटाकेटी राष्ट्रिय हुनुपर्छ। सरकारी भाषा जो चाहिँ केन्द्रदेखि के अरे मधेसदेखि हिमालसम्म जोड्छ, त्यो जोड्ने भाषा चाहियो। दुईटा कुराकानी चाहियो होइन त। दुईटा भाषा त्यसै केटाकेटीले पढ्नु पर्यो। तेस्रो जुन भाषाको हो त्यो भाषा उसले थाहा पाउनुपर्छ। त्यसो भएपछि के गर्ने भन्ने किसिमको कुराकानी हो, जसमा म काम पनि गरिरहेको छु। मुस्लिम केटाकेटीहरूसँग काम गरिरहेको छु। उनीहरूको लिपिलाई उर्दूबाट नेपाली र अङ्ग्रेजी कसरी शिक्षण भनेर गरिरहेको छु। त्यसो भन्दाखेरि चाहिँ उर्दूबाट नेपाली पनि सिक्छ, अङ्ग्रेजी पनि सिक्छ भन्दाखेरि उर्दू पनि मरेन, नेपाली पनि सिक्यो, अङ्ग्रेजी पनि सिक्यो। 3 भाषी एकैचोटि भयो भन्नाले 3 भाषी नियम राख्नु पर्यो लागु। अब कहिलेकाहीँ कस्तो होला भन्दा 3 भाषीले पनि नपुग्दो रहेछ केटाकेटीलाई। किनभनेदेखि प्रान्तको भाषा छुट्टै हुनसक्छ, फेरि अर्को फसियो, 4 भाषा बन्छ। त्यसो हो भने केटाकेटीलाई भाषाको चासो कसरी बनाउने भनेर भन्ने अर्को किसिमको कुराकानी हो। हिजो बिहान मात्रै म छलफल गरिरहेको छु, कम्प्युटर एप्स बनाउन सकिएला कि अथवा प्रोग्रामिङ त्यसरी गर्ने भनेर भन्ने किसिमको हिसाबबाट चाहिँ म काम गरिरहेको छु। मैले देखेको 15-16 वटा भाषामा चाहिँ यो लिपिहरू रहेछ।
त्यो नेपालमा भएको त्यो लिपिमा सुरु गरौँ भनेर हिजो मात्रै यो मिथिलाक्षर मैथिली लिपिमा मिथिलाक्षर र त्यसपछि गएर रञ्जनामा अब दुईटामा चाहिँ सुरु गरौँ भनेर सोध्दै रञ्जना वा सम्बोटामा कतिखेर सुरु गरौँ भनेर म आफ्नै किसिमको इनिसिएसनमा त्यसमा भिडिरहेको छु। त्यसको माने विद्यार्थीले के थाहा पाओस् भने रञ्जनाबाट पढ्दाखेरि ऊ नेपाली कसरी ट्रान्सफर गर्न सक्छ, अङ्ग्रेजीमा कसरी जान सक्छ, उसले चाहिँ कसरी आफ्नो रञ्जनालाई पनि बचाइरहेको छ, लिपि पनि बचाउँछ, भाषा पनि बचाउँछ, त्यसपछि लिएर जान सक्ने किसिमको सम्भावना पर्याप्त रहेछ। त्यो बारेमा म काम गरिरहेको छु। मेरो आफ्नो अनुभवमा के हो भने 122वटा भाषा 123वटा भाषा जुन नेपालमा छन् ती भाषामा केटाकेटीहरूलाई चासो बढाउन पनि सकिन्छ, उनका लिपिबाट अगाडि लान पनि सकिन्छ भन्नेमा म विश्वास गर्छु। त्यसै भए हुनाले बरु त्यो प्र्याक्टिस चाहिँ महानगरपालिकामा यहाँबाट सुरु गरौँ भनेर चाहिँ मैले पहल पनि गरेँ नरेन्द्र जोशीसँग। तर संयोगवशमा चाहिँ मन्त्री हुन पुग्नुभयो, म सडक भएँ, त्यसले सम्बन्ध हराएँ। त्यो स्थिति भए हुनाले हो, तर सम्भावना छ। मैले सबलाई त्यति मात्रै भने। मातृभाषाको शिक्षा मैले भने जसले मातृभाषामा शिक्षा कि मातृभाषाको शिक्षा कि मातृभाषा मार्फत शिक्षा तीनटा बदले बेग्लै भाषा हो वा भाषामा चासोको कुरोकानी हो। अब त्यसो भने बित्तिकै अब चासोमा जोड्न सक्ने हाम्रो अर्को सम्भावना पनि रहेछ। चासोमा जोड्नलाई साना साना केटाकेटीहरू जति तेज हुन्छन् हामी त्यस्ता हुँदा रहेछौँ। एउटा सानो केटाकेटीलाई त्यो वो चाहिँ थारू बोलिरहेछ, त्यो थारू बोलिराख्ने केटाकेटीलाई अर्को गएर थारू केटाकेटीहरूसँग लगेर राखिदिएर तिमीले यसलाई थारू सिकाउने, तिमीले यसले चाहिँ तिमीलाई नेवारी सिकाउने भनिदियो भने त्यो केटाकेटीले मजासँग सिक्दो रहेछ, गजबको ढङ्ग हुँदो रहेछ। त्यो हाम्रो बुद्धि रहेनछ। अब हामीले त्यो बुद्धिमा लानु पर्यो। अब तपाईँले भन्नुभयो सरकारले बनाइदिने किताब सरकारले गरेर हेऱ्यो, सरकारले गरेर, अब म सरकारको मान्छे त होइन तर सरकारले गरेर हेऱ्यो। कस्तो राम्रो अनुभव हो भने पूर्वीय थारूलाई बनाएको किताब पसिना थारूलाई काम गर्दो रहेछ। नुवाकोटको तामाङलाई बनाएको किताब चाहिँ नि तपाईँको के भन्छ सिन्धुलीको तामाङलाई काम गर्दो रहेछ। यो अचम्मको रहेछ, भाषाको त्यो फरक छ नि। त्यसपछि राईहरूमा त झन् बिजोग हुँदो रहेछ, राई लिम्बूहरूमा त झन् एउटाको उसको अर्कोमा गरेर चाहिँ नहुँदो रहेछ। बान्तवामा भएको के अरे अर्को केमा गर्न सक्दैन, त्यो स्थिति हुँदो रहेछ। त्यही हालत मैथिलीमा भोजपुरीमा नहोला, किनभने मैथिली भोजपुरी अवधिमा चाहिँ अलिकति हुँदो रहेछ। तर मैथिली भोजपुरी र अवधिमा अर्को मजा रहेछ। त्यो अलिकति अक्षरहरू टेढामेढा पार्न सक्यो भने वा पुऱ्याएर बुझ्न सक्यो भने मिल्दो रहेछ। हमर भन्यो भने भोजपुरीमा पनि हुने, अवधि के अरे उसमा पनि हुने, के त्यो मैथिलीमा पनि हुने। त्यही हमर भनेर भन्यो भने हमारो के भनेर भन्नु पऱ्यो भने अवधिमा पनि हुने हुँदो रहेछ। खालि त्यो अलिकति फरक गर्ने किसिमको स्किलहरू केटाकेटीलाई सिकायो भने उनीहरूले भाषा सिक्न सक्दो रहेछ। त्यसैले भाषामा लड्नुपर्ने कुराकानी भन्दा पनि जोड्नुपर्ने कुरा चाहिँ मैले देखिरहेको छु। किन त्यसो भने भनेदेखि हामीलाई जोड्ने कुनै न कुनै कडी चाहिन्छ। कुनै कडी भएन भने हामी फस्छौँ भनेर भन्न चाहन्छु। म सरलाई त्यति मात्रै भने, त्योभन्दा पछि यदि भाषामा सरलाई रहर लाग्यो भने म त्यो खेलिरहेको छु। भाषा जान्ने मान्छे होइन तर सिक्ने मान्छे हो, त्यति मात्रै भने मैले। अनुगमनको कुरोकानी मैले अघि नै भनिसकेँ। यो अनुगमन चाहिँ सामान्य ढङ्गले स्थानीय तहमै गर्ने किसिमको डिजाइन बनाऊ। यो कन्ट्रोभर्सी असाध्यै राम्रो कुरोकानी ल्याउनु हो। कन्ट्रोभर्सीको संवाद गर्ने थलो अब शिक्षा मन्त्रालय र स्थानीय सरकार होइन, किनभने शिक्षा मन्त्रालय भन्ने मन्त्रालय पनि नबस्न सक्छ। अब केन्द्रमै शिक्षा मन्त्रालय नभएपछि कसरी खोज्नुहुन्छ भनेपछि अब के प्रान्तमा प्रान्तीय शिक्षा मन्त्रालय हुन सक्ला वा कुनै पनि ठाउँमा नभएर डाइरेक्टर मात्रै भन्न सक्ने परिस्थिति हुन्छ। त्यसो भनेपछि भोलि महानगरपालिकाले शिक्षा मन्त्रालय बनाउनु पर्ने परिस्थिति हुन्छ। यो नेभर नो। त्यो स्थिति हाम्रो निम्ति आछ। त्यसो भनेपछि मैले यहाँसँग के भनिरहेको भने अबको कन्ट्राडिक्सन्सहरूको संवाद गर्ने थलो पनि लोकल गभर्नेन्सको शिक्षकहरूलाई पनि बनाउनु। पाठ्य पुस्तकमा यहाँ कन्ट्रोभर्सी छ, त्यसो भए के गर्ने? पाठ्यक्रममा यहाँ कन्ट्रोभर्सी छ, त्यसो भए के गर्ने? भाषाहरूमा यो कन्ट्रोभर्सी छ, त्यसो भए के गर्ने? अब त्यसो भएपछि एउटा कुराकानी के गर्नु? काठमाडौँ महानगरपालिकाले यो डिजाइन गर्यो, अब वीरगञ्ज महानगरपालिकाले के गर्ने हो त? अथवा चाहिँ ताप्लेजुङको एउटा गाउँपालिकाले के गर्ने हो त? अथवा चाहिँ बैतडीको कुनै उसले चाहिँ के गर्ने हो त? अबको चिन्तन चाहिँ त्यसरी लाग्छ। त्यसो भएपछि हामीसँग के बाटो निक्लन्छ किसिमको कुरोकानी हुने भयो। त्यसो भएपछि हामीसँग बाटो निक्लन्छ भन्ने मैले चाहिँ देखाएको छु। मलाई चाहिँ मैले यति भने सबले भन्नुभएको कुराहरूलाई चाहिँ आन्सर गरे भनेर भन्न चाहन्छु। मैले यहाँ सब फेरि पनि विनम्र अनुरोध के गरेँ भने अबको आन्सर केन्द्रसम्म हुँदैन।
अबको आन्सर लोकल गभर्नेन्सले आन्सर खोजेर केन्द्रलाई सपोर्ट गर्नुपर्छ, किनभने हामी चाहिँ सङ्घीय भाषामा बोल्यौँ वा हाम्रो रमेश त्रिपाठी सरको भाषामा चाहिँ जनवादी केन्द्रीयतामा बोल्यौँ। त्यो नाउँ जे राख्नुहुन्छ त्यो तपाईँको रमाइलो हो, त्यो रमाइलो चाहिँ मैले गर्दिनँ। तर चिन्तन के हो भने जे आए पनि, जुन सरकार आए पनि हाम्रो केटाकेटीको भाषालाई जोड्ने हामीलाई जरुरी छ। त्यो केटाकेटीले लिपि थाहा पाउनु पर्ने हुनसक्छ, त्यो केटाकेटीले आफ्नो भाषाबाट ट्रान्सफर गर्ने डिजाइन थाहा पाउनु पर्ने हुनसक्छ। अहिले प्राइभेट स्कुलले 0 क्लासदेखि अङ्ग्रेजी जुन पेलिरहेछन् बदमासी हो। त्यो बदमासी भनेर भने किन भने भनेर भन्दाखेरि घरको भाषा बिर्सन्छ, चाहे त्यो मैथिली बोलोस्, अवधी बोलोस्, थारू बोलोस्, नेवारी बोलोस्, तामाङ बोलोस् वा शेर्पा बोलोस् वा मनाङ्गा बोलोस्, जे बोलोस् त्यो बिर्सन्छ। त्यसो भएपछि यसलाई चाहिँ अब कसरी जोड्ने भनेर भन्ने कुरा पनि अब हामीले सजिलै हाल्न सक्दैनौँ। सजिलै कसरी हाल्ने भने यो नेवारको केटाकेटी आयो यसलाई भाषा कसरी सिकाउने, यो थारूको केटाकेटी आयो यसलाई भाषा कसरी सिकाउने, शेर्पाको केटाकेटी आयो त्यसलाई भाषा कसरी सिकाउने भनेपछि तपाईँ हामीसँग अर्को एउटा डिजाइन आउने भयो। त्यो एउटा क्लास चाहिँ ल्याङ्ग्वेज लर्निङ क्लास हुने भयो। त्यो लर्निङ क्लास पास गरेपछि बिस्तारै यतातिर आउँछ भनेपछि त तपाईँले भाषा पनि बचाइदिनु भयो, केटाकेटीको सजिलै पनि गरिदिनु भयो। अर्को तरिका पनि हुन सक्ला, माने त्यो भाषामा के भन्छन् भनेर भन्यो भने त्यो केटाकेटीहरूले भन्दो रहेछ। वा बहुभाषी डिक्सनेरी केटाकेटीले बनाउँछ। केटाकेटी आफ्नो भाषामा के भन्छन् भनेर भन्यो भने मैले त सामान्य ढङ्गले हेरेको छु। यो टाउकोलाई के भन्छन् भनेर भन्यो भने कसैले मुण्ड भन्दो रहेछ, कसैले शिर भन्दो रहेछ, कसैले के भन्ला, कसैले के भन्ला। केटाकेटी कतिवटा भाषाका छन्, त्यति भाषाको शब्द कस्तो भएर तयार पारेको हुन्छ। पछि टिचर त कति सजिलै भाषाको विज्ञ हुन सक्ने सम्भावना हुन्छ। त्यसले मेरो विनम्र अनुरोध के हो भने अब सरकारसँग आन्सर हुँदैन, अब आन्सर लोकल आन्सर हामीसँग के हुन सक्छ भने क्रिएटिभ बनाउँ भनेर भन्ने मैले त्यति मात्रै भने हरिशल अब त पर्याप्त समय भयो होला। पैसा